हेलो गाइज, हाम्रो यो सेल मेकिङ भिडियो अहिले हामीले बनाउँदैछौँ। यसमा हजुरहरूले हेर्दै हुनुहुन्छ भने जहाँबाट हेर्दै हुनुहुन्छ त्यहाँबाट लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला हाम्रो युट्युब च्यानललाई। यो चाहिँ हामीले घरैमा बनाउन लगाएको सेल रोटी हो, जुन चाहिँ हामीले दसैँ तिहारमा बनाउँछौँ नि होइन। यसको लागि चाहिँ हामीले चामल, ताइसिन चामललाई चाहिँ हिजो रातिदेखि भिजाएर राख्यौँ होइन। भिजेको चामललाई अनि त्यसपछि मिक्सीमा राखेर यसरी पेलेर धुलो बनायौँ है। चामल भिजेको चामललाई धुलो बनायौँ। हामीले चाहिँ बजारबाट पिठो किन्नुभन्दा घरैबाट घरेलु तरिकाले पुरानो हाम्रो नेपाली पारामा चाहिँ बनाउनु पर्यो भनेर चाहिँ त्यही अनुसारले बनाएको छौँ होइन। साथसाथै हामीले शुद्ध घिउ पनि ल्यायौँ। घिउलाई यसरी मजाले फिट्यौँ होइन। थोरै घिउ लिएर यसरी फिटेर चिनी ल्यायौँ। चिनीलाई पनि मिक्सीमा पेलेर चिनीको धुलो बनाएर चिनीको धुलो र घिउलाई चाहिँ बेसरी मोल्यौँ अनि त्यसपछि मोलिसकेपछि तपाईँको यो सँगै यो हामीले अघि पेलेको चामलको पिठोलाई पनि यसैमा मिक्स गरेर मोल्छौँ है। यसरी मोल्छौँ। त्यसपछि मोल्यौँ है। मोलिसकेपछि चाहिँ तपाईँको यसमा चाहिँ अब हामीले पानी राख्छौँ होइन। पानी राखेर चाहिँ मजाले यसलाई फिट्छौँ है। यस्तो गर्छौँ, पुरै धेरै मिहिनेत लाग्ने रहेछ। त्यो मिठो सेल खाने हो भने चाहिँ मिठो तरिकाले मिहिनेत पनि गर्नुपर्ने रहेछ है। अनि हाम्रो यो यसरी चामलको पिठो, तपाईँको चिनीको धुलो अनि त्यसपछि तपाईँको के अरे यो घिउ पनि मिक्स भइसक्यो है। अब कसैलाई चाहिँ चिनी हुँदैन, सुगर फ्री चाहिन्छ भने चाहिँ तपाईँको चिनी नहालिकन तपाईँको गुड पनि युज गर्नु मिल्छ, मिश्रीको धुलो पनि युज गर्नु मिल्छ होइन। तर हामीले चाहिँ अब घरमा नभएको भएर अब चिनी नै थियो, त्यही भएर चिनी नै युज गरिहाल्यौँ होइन। हुन त हाम्रो घरमा डायबिटिज पेसेन्ट त कोही पनि थिएन। अनि त्यसपछि चाहिँ तेल बसाल्यौँ। तेल चाहिँ बेसरी तातेको हुनु पर्दो रहेछ। अनि तेल तात्या छ कि छैन भनेर हेर्नलाई चाहिँ हामीसँग फिन रोटी थियो होइन। त्यो फिन रोटी चाहिँ एकचोटि फ्राई गरेर हेऱ्यौँ। फ्राई गरेर हेरेको झरम मजाले फिन रोटी पनि मजाले फ्राई भयो। मेरो छोरोले फिन रोटी पनि इन्जोय गर्दैछ, हेर्नुहोस् है साथीहरू। अनि त्यसपछि बेसरी तातेको तेलमा चाहिँ यसरी तेललाई चाहिँ हातैले सेप बनाउनु भयो होइन। हातैले सेप बनाउनु भयो अनि यसलाई यसरी सिन्काले चाहिँ गोलो बनाउनलाई चाहिँ सेप दिने तरिका काम गर्दैछन् होइन। अनि यसरी चाहिँ हाम्रो एकपट्टिको सेल चाहिँ फ्राई हुँदैछ है। बेसरी तातेको तेलमा फ्राई गर्नु पर्दो रहेछ। अलि नतातेको, अलिक कम तातेको तेल भयो भने चाहिँ तपाईँको सेल चाहिँ राम्रो हुँदैन है। पिचिक्क हुन्छ अनि तेल बढी सोसेको हुन्छ त्यसमा होइन। अनि हामीले चाहिँ यो तातेको तेलमा चाहिँ यसरी राखेर यसरी घुमाइ सबैतिर पकाएपछि